हेलो 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 नमस्ते। मेरो नाम हितेश पोखरेल। आज म यो आफ्नो बिजनेस पेजबाट लाइभ आएको छु। आज यो लाइभ आउनुपर्ने कारण चाहिँ हाम्रो सिनियर कोच सुषमा दिदीले हामीलाई 28 डेजको ग्रेटिट्युड च्यालेन्ज दिनुभएको छ र यो यो बिजनेसमा आइसके पछाडि जुन अब हामीमा आउनुपर्ने चेन्जेसहरू छन्, चेन्जेसहरूको लागि आफूलाई कन्फिडेन्स बिल्ड गर्नको लागि यो हामीलाई च्यालेन्जेसहरू दिने गर्नुहुन्छ हाम्रो दिदीले हाम्रो, ताकि हाम्रो बिजनेस पनि ग्रो होस् र हाम्रो पर्सनल ग्रोथमा पनि यसले टेवा पुऱ्याओस् भन्ने हिसाब किताबले चाहिँ हामीलाई विभिन्न च्यालेन्जेसहरू दिएर हाम्रो पर्सनालिटी ग्रोथ र साथसाथै बिजनेस ग्रोथको लागि पनि हेल्प हुन्छ यसबाट। र आजको यो लाइभ आउनुपर्ने उद्देश्य चाहिँ, मेन उद्देश्य भनेको चाहिँ हामीले यो आफ्नो लाइफमा अब हाम्रो कतिपय कुराहरू हुन्छ जसको लागि चाहिँ हामीले अब इग्नोर गरिरहेका हुन्छौँ, त्यसलाई पोजिटिभली लिइरहेका हुँदैनौँ। माइन्डसेट हाम्रो नेगेटिभ कुरा, हामी मसित त यति थोरै छ, अलिकति मात्रै छ, मसित त केही पनि छैन भनेर बसिरहेको हुन्छ। त्यसो गर्दाखेरि के हुन्छ भने नेगेटिभ कुराहरू चाहिँ बढी एट्र्याक्ट हुने गर्छ। युनिभर्सले नै हामीलाई नेगेटिभ कुराहरू दिन्छ र त्यो जब हामी थ्याङ्कफुल हुन्छौँ, हामीसित जे जति छ त्यो कुरामा हामी सन्तुष्ट हुन्छौँ र थ्याङ्कफुल हुन्छ भने भोलिको दिनमा चाहिँ त्यो युनिभर्सले तपाईँलाई यस्तो ब्लेसिङ्सहरू दिन थाल्छ कि तपाईँको त्यो दिनदिनै नै ग्रो हुन्छ। जस्तो मसित थोरै पैसा छ भने पनि जति पैसा छ त्यसको लागि हामी थ्याङ्कफुल हुन जरुरी हुन्छ। र आजको चाहिँ हाम्रो अब यो ग्रेटिट्युडको जर्नीमा हामीले एउटा बुक हामीले पढ्छौँ, सँगसँगै पढ्छौँ, तपाईँहरू सँगसँगै हामी पढ्छौँ र एउटा एमेजिङ बुक छ यो बुक। हामीले 28 डेजसम्म ग्रेटिट्युड प्र्याक्टिस गर्छौँ, म सँगसँगै तपाईँहरूले पनि पढ्ने है त। यो बुकको नाम चाहिँ द म्याजिक भन्ने बुक रहेको छ, रोन्डा बाइनले लेख्नु भएको। यसमा अब तपाईँको यो बुकमा चाहिँ अब सेक्रेट, यो म्याजिक लाइफमा कसरी म्याजिक हुन्छ भन्ने कुराहरू छ। अब यसमा हामीले आज डे फर्स्ट छ। हामीले यसमा मैले बुकको कभर चाहिँ यस्तो छ, कसरी देखाएँ। यो चाहिँ हामीले अब सरसर्ती पढ्छौँ र यसबाट तपाईँहरूले पनि सँगसँगै म सँगसँगै पढ्ने। र त्योभन्दा अगाडि चाहिँ म एउटा सामान्य इन्ट्रोडक्सन दिन चाहन्छु। म चाहिँ नेपालबाट हुँ, मेरो नाम नितेश पोखरेल। म यो बिजनेस सुरु गरेको चाहिँ 2025देखि सुरु गरे हो र नेपालबाटै बसेर चाहिँ यो रन गरिरहेको छु। तपाईँहरू पनि यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने तल यो बिजनेस के हो, कसो हो, कसरी गर्ने, के गर्नुपर्छ भन्ने तपाईँलाई कुनै त्यो उत्सुकता छ भने मेरो तल वेबसाइट देखिराख्नु भएछ www.srinitesh.com। त्यसमा गएर तपाईँले आफ्नो इमेल र नाम राखेर रजिस्टर गरेर फ्री वेबिनार हेरेर पनि जानकारी लिन सक्नुहुन्छ, अथवा मलाई डाइरेक्टली मेसेज पठाएर पनि यसको बारेमा तपाईँहरूले जानकारी लिन सक्नुहुन्छ। ठिक छ, आज हाम्रो डे 1 को टपिक रहेको छ काउन्ट योर ब्लेसिङ्स। अब यो बुक चाहिँ कस्तो छ भन्दाखेरि यो तपाईँले कभर देख्न सक्नुहुन्छ। यसमा एउटा वर्ड जसले चाहिँ हाम्रो पुरै चेन्ज गर्छ, त्यो भनेको चाहिँ हाम्रो ग्रेटिट्युड। जस्तो थ्याङ्क यू, कुनै पनि हरेक कुरा हाम्रो संसारमा प्रकृतिले दिएको कुराहरूमा कसैलाई थोरै कसैलाई बेसी हुन सक्छ, तर त्यसमा पनि हामीले थ्याङ्कफुल हुन चाहिँ सिक्नुपर्ने हुन्छ। आजको टपिकमा हामी जान्छौँ।
अपलोड इन्टरनेटको उसले गर्दा त्यो अपलोड गर्नु पाएको छैन। मिलाउँदैछौँ। एकैछिन धैर्य गर्नु यो हजुर। यसरी हाम्रो यो 28 डेजको 28 वटा डिफ्रेन्ट टपिकहरू छ। यसमा हाम्रो रोयल्ड डालले उहाँ राइटर हुनुहुन्छ। उहाँले दोज हु डोन्ट बिलिभ इन म्याजिक विल नेभर फाइन्ड इट। र जसलाई म्याजिकमा बिलिभ हुँदैन, हाम्रो जीवनमा आसपास अब जीवनमा जुन पनि कुराहरू हुन्छ सबै कुरो प्लान्ड वेमा त हुँदैन नि। कुनै कुरा हुनु छ भने त्यो अचानक हुन्छ र त्यो अचानक भइरहेछ भने चाहिँ त्यो केही न केही चिज छ जसले गभर्न गरिरहेछ। यो युनिभर्समा केही न केही त्यस्तो फोर्स छ हैन, जसले हामीलाई चाहिँ गरिरहेछ। त्यसको लागि युनिभर्सले चाहिँ अब ब्लेसिङ्स पाउन, युनिभर्सबाट चाहिँ पोजिटिभिटी आउनको लागि हामीले आफ्नो माइन्ड सेटलाई पहिला पोजिटिभ गर्नुपर्छ। युनिभर्सल ल के हुन्छ भने यो जे हामीले दिन्छौँ त्यही नै हामीले रिटर्नमा पाउँछौँ क्या। त्यसरी अब हामीले ग्रेटिट्युड दियौँ, हामीले थ्याङ्कफुल भयौँ भने युनिभर्सले पनि सुन्छ र हामीलाई सबै पोजिटिभ चिजहरू एट्र्याक्ट गराउँछ। सधैँ नेगेटिभ मसित केही छैन, मसित त केही पनि छैन, यति थोरै छ भनेर तुलना गरिराख्यो भने चाहिँ हामीले अब त्यही नेगेटिभ नै एट्र्याक्ट गर्छौँ। यसमा यसरी हामीले लाइफमा कसरी म्याजिक ल्याउने यो बुकमा सबै छ। त्यसरी त्यसमा चाहिँ कसरी प्र्याक्टिस गर्ने, ग्रेटिट्युडलाई कसरी प्र्याक्टिस गर्न सकिन्छ भन्ने कुरा चाहिँ यसमा डिटेलमा दिएको छ। Magic formula. Knowledge is a treasure, but practice is key to it. हामीसित नलेज चाहिन्छ, नलेज एउटा ट्रेजर हो, तर त्यसलाई प्र्याक्टिस पनि गर्नुपर्छ। प्र्याक्टिस गरेपछि मात्रै, अथवा त्यसलाई एक्सनमा ल्याउनु पर्छ। एक्सनमा ल्याए पछाडि मात्रै त्यो नलेज पनि काम आउँछ। अब नलेज त्यसो जानेको छ तर त्यसलाई एक्सप्रेस गर्न सकिएन, त्यसलाई प्र्याक्टिसमा ल्याउन सकिएन भने त्यो नलेजको पनि केही काम
हुँदैन। र जोन एफ केनेडी 35th प्रेसिडेन्ट अफ युनाइटेड स्टेट्स उहाँले के भन्नुहुन्छ, एज वी एक्सप्रेस आवर ग्रेटिट्युड वी मस्ट नेभर फर्गेट द्याट द हाइएस्ट एप्रिसिएसन is not to utter words but to live by them. हाम्रो 28 डेजसम्म हामीले अब यो जुन लाइफ यो ग्रेटिट्युड च्यालेन्ज छ यो गरिसकेपछि के हुन्छ भन्दाखेरि हामीले कम्प्लिट गरिसकेपछि 28 दिनको म्याजिकल प्र्याक्टिस हामी यहाँ प्र्याक्टिस पनि गर्छौँ र त्यो प्र्याक्टिस गरिसकेपछि पर्टिकुलर प्र्याक्टिस गरेपछि म्याजिक इन्क्रिज हुन्छ वेयर or when you have to specific need such as for health or money, or if you want to receive your dreams of, have increased success in your work or improve a relationship, or to continue the practice of gratitude, you can open this book at random, and whichever practice you open to is the one you attracted. So it is perfect one to do that day. At the end of 28 magical practices, there are also recommendations of practices you can use in combination, which will accelerate the magic in specific areas of your life. भन्नको मतलब हामीले अब यो 28 दिनको जुन म्याजिकल प्र्याक्टिस गर्छौँ त्यस पछाडि अब मान्छेको बेसिक स्पेसिफिक निडहरू के हुन्छ, हेल्थ हुन सक्ला, मनी हुन सक्ला, या ड्रिम जब हुन सक्ला, या आफ्नो वर्कमा सक्सेस हुन सक्ला हैन, अथवा रिलेसनशिपमा केही छ भने त्यो रिलेसनशिपलाई इम्प्रुभ गर्ने हुन सक्ला। त्यसको लागि चाहिँ हामीले रेन्डमली बुक खोल्छौँ पछि गरिसकेपछि, र त्यो गरेपछि जुन कुरामा एट्र्याक्ट गर्छ त्यो चिज चाहिँ आउँछ हैन। त्यो चिज आइसकेपछि त्यसलाई हामीले पछि प्र्याक्टिस गऱ्यो भने हाम्रो लाइफमा सर्टेन स्पेसिफिक एरियाजमा चेन्जेस देखा पर्न सक्छ कुरा गरेछ। अब हामी टपिकमा जान्छौँ। डे फर्स्टको हाम्रो छ काउन्ट योर ब्लेसिङ्स। अब हाम्रो लाइफमा हामीले यसो सोच्दाखेरि हैन हाम्रो लाइफ कस्तो छ, अब मान्छेको सबैको आफ्नो आफ्नो पीडा दुःख त हुन्छ हैन, तर हामीले पीडा र दुःखलाई काउन्ट गर्ने भन्दा पनि हाम्रो लाइफमा भएको खुसी, सानो सानो खुसीहरूलाई हामीले काउन्ट गर्नुपर्छ। यसले के गर्छ, हामीलाई पोजिटिभिटी दिन्छ र हाम्रो जति पनि छ हाम्रो अप्टिमिस्ट हुन्छ र पोजिटिभ डिरेक्सनतिर हामीले आफ्नो लाइफलाई चाहिँ अगाडि बढाउन सकिन्छ। आज डे फर्स्टको तपाईले पनि हामी सँगसँगै पढ्ने र पढ्नुभन्दा अगाडि एउटा कोटबाट सुरु गर्छु। When I started counting my blessings, my whole life turned भनेर विली नेल्सन 1933 उहाँको बर्थ सिङ्गर र सङ राइटर हुन्छ। When I started counting my blessings, my whole life turned around। मतलब उहाँले के भन्नुभएको छ भने आफ्नो लाइफमा भएको राम्रा राम्रा कुराहरूलाई, आफ्नो लाइफमा भएको सानो सानो खुसीहरूलाई काउन्ट गर्न थालिसकेपछि, यो ब्लेसिङ्सहरूलाई काउन्ट गर्न थालेपछि उसको लाइफ चाहिँ होल लाइफ चाहिँ टर्न हुन्छ, मतलब यु टर्न हुन्छ, मतलब चेन्ज हुन्छ हैन। पहिला अब त्यही सानो सानो कुराहरूलाई बढी खुसी हुने, सानो सानो कुरा ब्लेसिङ्सको लागि चाहिँ ग्रेटिट्युड व्यक्त गर्ने गर्दाखेरि चाहिँ त्यो चिजले चाहिँ राम्रो राम्रो कुराहरू मात्रै एट्र्याक्ट गर्छ भन्ने कुरा। अब यहाँ मसँगसँगै तपाईँहरूले पनि पढ्ने। You will have heard people say to count your blessings, and when you think about the things you are grateful for, that's exactly what you are doing. But what you may not have realized is that counting your blessings is one of the most powerful practices you can ever do, and it will magically turn your whole life around. When you are grateful for the things you have, no matter how small they may be, you will see those things instantly increase. If you are grateful for your money you have, however little, you will see your money magically grow. If you are grateful for a relationship, even if it's
Okay. Uh, if you are grateful for a relationship, even if it's not perfect, you will see it's miraculously get even better. If you are grateful for a job that you have, even if it's not your dream job, things will begin to change so that you enjoy your job more, and all kind of opportunities for your work will suddenly appear. It means we must be satisfied with the things that we are getting at the present. We should not never complain about anything. You must try to find out positivity in everything that you currently have. And the universe will pour its blessings and it will grow abundantly in your life. The flip side is that when we are not counting your blessings, त्यो अघि पोजिटिभ साइड कुरा गरिएको थियो भने अब यता फ्लिप साइड मतलब अर्को साइडको कुरा गरिएको इज द्याट when we are not counting our blessings, we can fall into the trap of unintentionally counting negative things. We count negative things when we talk about the things we don't have. अनि के हुन्छ भन्दा हामीसित भएको चिज भन्दा पनि हामीसित नभएको चिजको हामी चाहिँ बढी कुरा गर्छौँ र नभएको चिज चाहिँ बढी एट्र्याक्ट हुन्छ। भएको मात्रै चिज हामीसित जे छ त्यो कुरामा सानो सानो कुरा जस्तो ड्रिम जब छैन तर जब छ भने त्यो जबलाई माया गरेर आफ्नो जति पनि इफोर्ट्स छ त्यो लगाउन थालियो भने त्यो त्यस जबमै तपाईँले अपर्च्युनिटिजहरू फाइन्ड आउट गर्न सक्नुहुन्छ। भने अर्को साइडमा के भन्यो भन्दाखेरि नेगेटिभमा मात्रै हामीले कन्सन्ट्रेट गरेर नेगेटिभ कुराहरू मात्रै सोच्यौँ र नेगेटिभलाई मात्रै एट्र्याक्ट गर्न थाल्यो भने झन् त्यो वर्स हुँदै जान्छ र आफूले नेगेटिभिटी मात्रै ड्र गर्न सकिन्छ। We count negative things when we criticize or find fault with other people, when we complain about traffic, waiting in lines, delays the government, not enough money or weather. When we count negative things, they increase too. But on top of that, with every negative things we count, we cancel our blessings that were on their way. I have tried both counting my blessings, counting negative things, and I can assure you that counting your blessings is the only way to have abundance in your life. And everything happens for a reason, my dear friends. जे पनि कुरा हुन्छ कुनै न कुनै रिजनको लागि हुन्छ र जे हुन्छ त्यो राम्रैको लागि हुन्छ। अर्को एउटा कोट छ Maltby the Babcock 1858-1901 को। He was a writer and clergyman. Better to lose count while naming your blessings than to lose your blessings to counting your troubles. मतलब हामीले यो चाहिँ बेटर हो हामीले जुन काउन्टिङ गर्न जुन ब्लेसिङ्सको काउन्टिङ गर्दाखेरि नेमिङ गर्दाखेरि काउन्टिङ बिर्सिनु बरु ठिक छ केही प्रब्लम छैन तर ब्लेसिङ्स लुज गर्नु आफ्नो ट्रबल्सलाई काउन्ट गरेर ब्लेसिङ लुज गर्नुभन्दा चाहिँ बरु ब्लेसिङ्स कम्ती नै काउन्ट गरौँ के त्यो भन्नु। फर्स्ट थिङ इन द मर्निङ or as early in the day as you can, count your blessings. You can write out your list by hand, type it on a computer, or use a special book or journal and keep all of your gratitude in one place. Today, you are going to make a simple list of 10 blessings in your life you are grateful for. अब हामीले चाहिँ लिस्ट बनाउँछौँ 10 वटा लिस्ट आफ्नो काउन्ट गर्दै ब्लेसिङ्स हाम्रो लाइफमा के राम्रो कुरा छ त्यसको काउन्ट गर्दै 10 वटा ब्लेसिङ्स काउन्ट गरेर बनाउने अनि त्यसलाई हामीले प्र्याक्टिस गर्छौँ।
When Einstein gave thanks, he thought about why he was grateful. When you think about the reason why you are grateful for a particular thing, person, or situation, you will feel gratitude more deeply. Remember that the magic of gratitude happens according to the degree of your feeling. So, with each item on your list, write the reason why you are grateful for it. अब यो एउटा होमवर्क गरौँ होमवर्क गरौँ यसमा चाहिँ के भन्छ भन्दा हियर आर सम आइडियाज फर राइटिङ यसमा आइडियाज दिएको छ 10वटा जुन लिस्टिङ गरेका छौँ गर्ने भनेको छौँ जस्तो आई एम ट्रुली ब्लेस्ड टु ह्याभ वाट आई एम ट्रुली ब्लेस्ड टु ह्याभ गुड फुड हुनसक्ला होइन बिकज वाइ you are getting food because you have enough money to get that. I am so happy and grateful for all the things in my life because you will write that reason. I am truly grateful for what? Because of the same question, there are 10 questions for practicing. After you have finished making your list of 10 blessings, go back and read each one, either in your mind or out loud. When you get to the end of each blessing, say the magical words 3 times. Thank you, thank you, thank you. And feel the gratitude for the blessings as much as you possibly can. 10वटा लिस्टिङ हामी गर्छौँ हाम्रो लाइफमा भएको राम्रो राम्रो कुरा माथि दिएको एक्जाम्पल जस्तै आई एम थ्याङ्कफुल फर दिस because it helps me to do this. And lastly, 3टा वर्ड 3चोटि भन्छ हामीले थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू र यो चाहिँ हामीले चाहिँ लेखेर माइन्डमा भन्दा पनि अझै लाउडली नै भनेर त्यसलाई प्र्याक्टिस मिररको अगाडि बसेर लाउडली भन्यो भने त्यसबाट चाहिँ अझै युनिभर्सले चाहिँ एट्र्याक्ट गर्छ. To help you feel more gratitude, you can be grateful to the universe, God, spirit, goodness, life, your greater self, or any other concept you are drawn to. When you direct gratitude toward something or someone, you feel it even more, and your gratitude will have even more power and create even more magic. It's the reason why indigenous and ancient cultures choose symbols like the sun to direct the gratitude toward. They were simply using physical symbols to represent the universal source of all goodness, and in focusing on that symbol, they felt more gratitude. The practice of counting your blessings is so simple and so powerful in altering your life that I want you to continue to add 10 more blessings to your list every day for the next 27 days. You might think it would be difficult to find 10 things you are grateful for every day, but the more you think about it, the more you will realize how much you have to be grateful for. Look closely at your life. You have received and are continuing to receive so much each and every day. There is really so much to give thanks for. You could be grateful for your home, your family, your friends, your work, and your pets. You could be thankful for the sun, the water, that you drink, the food that you eat, and the air that you breathe. Without any of them, you would not be alive. You could be grateful for the trees, the animals, the oceans, the birds, the flowers, the planets, blue skies, rain, the stars, the moon, and our beautiful planet Earth. You could be grateful for your senses, your eyes that see, your ears that hear, your mouth that tastes, your nose that smells, and your skin that enables you to feel. You could be grateful for the legs you walk on, your hands that you use to do almost everything, your voice that enables you to express yourself and communicate with others. You should give thanks to amazing immune system that keeps you well and all of your organs that maintain your body so that you can live, and what about the magnificence of your human mind with no computer technology in these
world can replicate. Here is a list of subjects that will remind you of the major areas you can look for blessings to be grateful for. You can also add any subject you want depending on what is important to you at any time. Magic gratitude subjects: health and body, work and success, money, relationship, passion, happiness, love, life, nature, planet Earth, air, water, and the sun, material goods and services, any subject of your choosing. Means there are a lot of things. Then यो संसारमा हाम्रो वरिपरि हाम्रो उसमा नेचरमा प्रकृतिमा यति धेरै कुराहरू छ जसको लागि हामी ग्रेटफुल हुनुपर्छ र यो ग्रेटफुल तपाईले आफ्नो बिलिभ गर्ने तपाईले गडलाई बिलिभ गर्न सक्नु होला तपाईले युनिभर्सलाई बिलिभ गर्नु होला अथवा तपाईले आफ्नै उसलाई अन्तरात्मालाई पनि बिलिभ गर्न सक्नु होला हैन त्यसको लागि चाहिँ हामीले थ्याङ्कफुल हुनुपर्छ भन्ने कुरा You should feel significantly better and happier after each time you count your blessings, and how good you feel is your measure of how much gratitude you felt. The more gratitude you felt, the happier you will feel, and the faster your life will change. Some days you will feel happy really quickly, and other days it may take a little longer. But as you continue to count your blessings every day, you will notice a bigger and bigger difference in the way you feel each time, and you will see your blessings magically multiply. Now, a magic reminder case of that. Make sure to read tomorrow's magic practice sometime today, as you will need to do something specific before you begin tomorrow. As a day 1 को practice is a magic practice number 1. First thing in the morning ma हामीले एउटा लिस्ट बनाउँछौं 10 वटा blessings को in your life you are grateful for. Write why you are grateful for each blessings. Go back and read your list either in your mind or loud. When you get to end each of one, say the magic words thank you, thank you, thank you, thank you once. Feel the gratitude for that blessings as much as you possibly can. Repeat the first 3 steps of the magical practice every morning for the next 27 days. It is 27 into 10. That will be 270 things or list. There will be 270 list if you practice, and 270 into 3 times. You will say thank you, thank you, thank you each day. For each blessings, you will say 3 times into 30 times. 30 into 27 days. र आजको हाम्रो यो टपिक के छ यसको अब जिस्ट कुरा भन्नु पर्दाखेरि चाहिँ यसमा के हुन्छ हाम्रो वरिपरि संसारमा हामीसित भएको भन्दा पनि धेरै कम भएका मान्छेहरू पनि कति छन् तर पनि उनीहरू कति खुसीका साथ बसेका हुन्छन् तर हामीहरू के हुन्छ कम्प्लेन गर्छौं मसित यति छैन पैसा कम छ या जब राम्रो छैन मेरो या त फेरि मसित खाना राम्रो छैन या बस्ने घर राम्रो छैन हामी त्यतातिर मात्र तर हामीले जे जति पाएको छौं त्यसमा सन्तुष्टि भएर त्यसको लागि हामीले अहिलेसम्म थ्याङ्कफुल भएका छौं त भएका छैनौं पक्कै पनि भएका छैनौं र हुनुपर्छ भन्ने कुरा देखेर जति हामी थ्याङ्कफुल हुन्छौं त्यति नै हामीले चाहिँ राम्रो कुराहरु एट्र्याक्ट गरिरहेका हुन्छौं युनिभर्समा भन्ने कुरा। अब यो बुक भनेको तपाईले किन्न पनि सक्नुहुन्छ हैन यो बुक यो बिजनेस गर्नकै लागि यो बुक किन्नुपर्छ भन्ने छैन अथवा यो बिजनेस नै गर्नुपर्छ यो बुक किन्नको लागि भन्ने छैन। यो रोन्डा ब्रायनको तपाईको म्याजिक भन्ने बुक तपाईले बुक उसमा पाउन पनि पाइहाल्नुहुन्छ तपाईले आफैले यो बुक पढेर प्र्याक्टिस पनि गर्न सकिन्छ। आज अब यहाँ तपाईको नेपालमा 12 बजिसकेको छ। आजको राति मेरो फर्स्ट लाइभ हो लाइफको फर्स्ट लाइभ भनौं यसरी आएको त हजुरहरुसित कुराकानी गर्न आजदेखि अब कन्टिन्यू 28 डेज सम्म यो च्यालेन्ज एक्सेप्ट गरेको छु र 28 डेज सम्म यो लाइभमा आउँछु हजुरहरुको साथ र सहयोग पाइ नै राख्ने छु भन्ने आशा गरेको छु। आजलाई यतिमै बिट मार्दै थ्यांक यू भन्न चाहन्छु।
थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू, धन्यवाद।